नमस्कार, मेरो नाम हो रिदम पोखरेल। सबैजना सन्चै हुनुहुन्छ होला। अनि मेरो युट्युब फ्यामिली, आज हामीहरू साइकल राइडिङ गर्न जानेवाला छौँ। हजुरहरूको लागि पानी पर्दा पनि आइरह्यौँ गाइज। अब एउटा साइकल यता छ गाइज, यो साइकलबाट नै हान्ने हो। अनि पछि गाइज सही होला, तर हामीहरूसँग दुईवटा गियर साइकल छैन, त्यही भएर यो एउटा साइकल हो। अर्कोवाला यो साइकलमा ध्यान नदिनु होला, कम नसम्झिनु होला दद्दुको। यो कति धेरै पुरानो, यो त यो 20 वर्ष पुरानो हो न दाइ? हो, 20 वर्ष पुरानो हो गाइस। त्यति बेला हामीहरू जन्मेको पनि थिएनन्। अनि पछि हाम्रो सधैँको जस्तो हामीहरूको यो फर्स्ट ब्लग हो, जो पनि यतापट्टि यो खुल्लममा यो हाम्रोहरूको स्टन बाटो। तपाईँहरू यस्तो बाटोमा ट्राई नगर्नु होला, यो ग्राउन्ड होइन। ल गाइस, हजुरहरूलाई हरियाली देखाउँछु गाइस। अब हजुरलाई एउटा म्याजिक ट्रिक देखाऊँ। अब यता हेर्नु गाइस, कस्तो छ मलाई पनि थाहा छैन। गाइस सपोर्टिङ गर्नु होला प्लिज। हामीहरू अब स्टार्टिङ गर्न लाम। अब गाइस हामीहरूको दुईवटा ब्रेक फेल छ। ब्रेकको टेस्ट देखा त गाइस। हेर्नु, ब्रेक फुल दबाएको छ, त्यही पनि चलेको छ। कुनले ब्रेक दुईवटा ब्रेक फेल थियो, लाएर हिँड्छ। अगाडिको ब्रेकको त कुरा नै नगर्नु, दुईवटा ब्रेक लगाए गाइज। यो ब्रेक हेर्नु, अगाडिको दबाउ, यो अगाडिको ब्रेक हो। अब दबाएर हिँड्छ गाइज। यो त मक्खन खिचेर हिँड्छ। पछाडिको पनि चल्छ गाइज। तर गाइज आज हामीहरू साइकल स्टन्ट गर्नेवाला छौँ, त्यही भएर चाहिँ भिडियोमा बन्दै रहनुहोस्। अब गाइस पानी पऱ्यो, अब स्टन्ट सुरु गरौँ भनेको। पहिले स्टार्ट हो विल्ली गाइस। सरी, तर हामीहरूले स्टपै हान्न सक्दैनौँ। हजुरहरूलाई हाम्रो आवाज आयो कि नै? ओए नगर गाइस। हामीहरूले एउटा चिज दियो गाइस। मेरो विल्ली हान्दाखेरि यो सस्पेन्सरले त अब एब्जर्ब गर्यो, तर यो तलपट्टिको यो नै गयो कि के हुन्छ, यो हुन्छ नि डान्डी हान्डन के स्प्रिङ सस्पेन्सर अनै छ गाइस। अन त हुने। अनि गाइस यो रिङलाई पनि केही हुन परेन कि, ट्याक्क यो तल ठुक्यो के। यो हाम्रो 36 केजीको मान्छे, 36 हो कि 40 हो, मलाई पनि थाहा छैन गाइस। पानी पऱ्यो, खाम पानी हो। ल गाइस, फेरि एउटा म्याजिक देखाऊँ। के गाइस हाम्रो साइकल धेरै 1-2 लाखको होइन, 1-2 लाखको साइकलहरूमा चाहिँ आवाज आउँदैन। यो हाम्रो साइकलहरूमा आउँछ, यो 1-2 लाखको होइन गाइस। अब अटो आउँदैछ गाइस। यस्तो पानी पऱ्यो, सबैजनाले एकजनाले छ त अटोमा, अनि त्यहाँपट्टि बाइकमा रेनकोट। अब जाऊँ। अब हामीहरू स्टप सुरु गर्नेवाला छौँ गाइस। सरी, तर हामीहरूले स्टप देखाउन पाउँदैनौँ। मैले यो 2 चोटि भने होला सायद। अब हामीहरूले जिफ्ट देखाउँछौँ। जिफ्ट देखाएर पछाडिको ब्रेक लाउँदैन यार, पछाडिको ब्रेक नलाउने ट्रिकमा जिफ्ट देखाएर जिफ्ट देख्न गाइस। यसले देखाइदिन्छ। हे गाइस, यो साइकलमा स्ट्यान्ड नै छैन, वेल्डिङ गरेको हो गाइस। यसलाई त यतैपट्टि राखिदिने हो। ल गाइस हेर्नु त, भन्छ त्यसले थोरै राम्रो ल राम्रो गयो गाइस। यो 20 वर्ष पुरानो साइकलमा त यो कुकुर पनि क्याटिन्छ। ल साइकलमा लाग्ला है। साइकल फेरि कस्तो खोरो भयो गाइस। अब भोलि भिडियो आउँछ साइकल सफा गर्नेको, अनि त्यो पनि हिन्दीमा गाइस। हाम्रो धेरैजना हिन्दीमा हुनुहुन्छ, त्यो पनि हामीहरू नेपाली बोल्छौँ कि। अब हाम्रो विल्ली देखो कि विल्ली, चलो गाइस विल्ली गाइस। मैले भन्दै थिएँ कि धेरैजना हाम्रो नेपाली हुनुहुन्न, धेरैजना हाम्रो हिन्दीमा हुनुहुन्छ, त्यही हो। हिन्दीमा हुनुहुन्छ, त्यही हो गाइस। थोरै फनी पनि गरौँ न, विल्ली एकछिनमा गरौँ गाइस, थोरै फनी गरौँ। बाटो पनि कस्तो हो यो, गाइस लड्लाम
हल्ला गाइज ओए गाइज यसमा टच नगर्नु होला कहिले पनि हजुरले उ त्यो भक्कुमा करेन्ट लाग्न सक्छ म त यहाँ हो कि धन्न करेन्ट लागेन यसमा टच नगर्नु होला यसमा गाइज अब पछाडि आउँदै गाइज यो मेरो दाइको छोरी दुम आँखामा दिस इज द आन्टी हुन्छ त्यही भएर यसलाई दिलमा नलिनु होला दिल मिल्छ यसलाई धेरै नसम्झिनु होला चल अब पैसा गाइज गाइज मलाई नेपालको एउटा चिज मन पर्दैन कि मान्छेहरूले यस्तो लगाइदिन्छन् कि यस्तो कति धारदार हुन्छ यो स्पेसली गाउँ माताहरू जानुहुन्छ भनेर हामीहरूले त घरमा केही पनि लगाउँदैनौँ रक्सी जस्तो हो हामीहरूको घरमा लट्ठी हो लट्ठी यस्तो यस्तो हामीहरूले घरमा लगाउँदैनौँ भनौँ ल गाइज एकचोटि मैले पनि हान्छु नि त ब्लगर विदम पोखरा ब्लगर होइन त्यसले त गाइज गाइज मैं पनि जाने सब्सक्राइब थाहा छैन नाम आदर्श ब्लग एन्ड सर्ट्स No, guys, hating, full hating. गाइज अब मलाई हेर्नु होला मेरो ठुलो जान्न थियो ओ भयङ्कर Wow, danger, bro. खोले त भिडियो ल गाइज अब यसले गर्छु बेसी हामीहरू जान्छ ल गर गाइज अब हामीहरूले एउटा स्टपी गर्नेवाला छ ल आउनु ल गरौँ स्टपीवाला तर फेरि कट्टु खोज्छ गाइज ल गाइज धेरै लिन सुन्नु गोटी भन्दा गर्छु मैले स्टपी हान्छ अब यार बिग्रेर रहेछ मैले कति बेला ब्रेक लाउँछु मलाई पनि थाहा छैन यार बिग्रेको भन्ने गाइस ल अझै उता उइली हान्दै बस्यो अनि कोही मान्छेले मक्कै खाँदै लुक एट दिस ब्रो गाइस त्यो दाइलाई नदेखाउनु भन्दै हुन्छ त्यही भएर देखाउँदिनँ ल गाइस मेरो दाइ हान्दै उइली गाइस पहिला हामीहरूले यहाँबाट तल साइकल चला झर्लाल थियो आजकल छ त खोइ माथि चढ्यो यतापट्टि गाइस लुक एट दिस ब्रो गाइस हेर्नु टायर पुरै साइकलले कस्तो भइसक्यो गाइस यसमा पनि हेल्प लाग्छ त्यही भएर मैले हेल्पिङ गर्दै माथि सिसा भेटाएको यस ब्रदर मैले सिसा नै फ्याँकिदिएँ गाइस यो माथिले जान्छ अनि बस तल कसले ल्याउँछ मैले ल्याउँछु गाइस मैले ल्याउँछु क्या गाइस हजुरहरूले यसले भिडियो राम्रो खिच्छु कि अबे यार के गरेर